चाहिँ हामी त्रोडा जाँदैछौँ। से हाई हाई ल अब चाहिँ हामी त्रोडा जान लाग्यो हाम्रो घरबाट। अस्ति राम्रो भ्लगिङ भएन, त्यही भएर I'm the boss. Hello. कसैलाई के धन्दा कसैलाई के धन्दा अनि मलाई चाहिँ टिकटक बनाउनुकै धन्दा भनेको चाहिँ यही हो गाइजहरु। हेलो, where we are going? Trodos. Bravo. Ela. Mas você hello. Bye bye. हेलो गाइस, यो पछि चाहिँ हामी टोडस जाँदै थियौँ अनि त्यहाँ हामीले अलिअलि स्नोहरू देख्न थाल्यो, तर यस्तो साह्रो धेरै स्नो चाहिँ थिएन। त्यो पछि हामी जाँदा खतरा भ्यू आइदिरहेको के, म त यस्तो खुसी लागेर यस्तो देख्न पाउँदाको चाहिँ खुसी हुँदैन, तर स्नो चाहिँ फेरि स्नो त खुलेरै रहेछ नि भन्ने जस्तै थियो। अनि फेरि आयो हाम्रो ग्रिनेरी विथ फुल अफ फरेस्ट। यो देख्दाखेरि चाहिँ यस्तो आनन्द लागेको अरू उफ्रेन नउफ्रेनी म चाहिँ मजाले उफ्रिरहेको थिएँ गर्दै, मलाई चाहिँ एकदम पिस अफ माइन्ड भइरहेको थियो कि। अनि बेला बेलामा म चाहिँ मेरो साथीभाइहरूलाई पनि तिमीहरू पनि हल्ला गर न, कति मात्रै बोल्ने हो र भनेर बसिरहेको थिएँ। हामी चाहिँ हाम्रो ट्रिपहरू एकदम इन्जोय गरिरहेको थियौँ। म चाहिँ गीत गाउँदै नाच्दै भिडियो गराउँदै गरिरहेको थिएँ। मेमोरिजहरू त बनाउनु पऱ्यो नि त होइन र। अनि यता चाहिँ मेरो साथी निर्मला पनि के भन्दै हाँस्दै बसिरह। फाइनली टोडसको महलमा पुग्यौँ हामी, सुरु भयो अब। अनि म चाहिँ साथीमा सँगै एक्लै रङ्गी चङ्गी भन्दै पुरा स्नो खेलिरहेको छु। अनि मेरो साथीले चाहिँ उसको साथीलाई खेल भनेर खेल्न लगाउँदैछ। अब उनीहरू चाहिँ पावरले हान्दैछ, हामी फोटो खिच्यौँ भिडियो गऱ्यौँ। त्यसपछि त आफूलाई मोबाइल त पल्टिनै पर्ने हुन्छ, त्यही भएर म चाहिँ सिङ्गल भिडियोहरू पनि खिच्दैछु। अनि त्यहाँ गएर उफ्रेर हात चिसो भएर कति गाह्रो भएको थियो, त्यही पनि फोटो खिच्छु भिडियो खिच्छु भनेर स्नोसँग खेल्दै उफ्रिँदै बसिरहेको थिएँ यताउता। अनि त्यसपछि मेरो साथीले चाहिँ फेरि मेरो फोटोसुट गरिदिन्छु भनेर म चाहिँ स्नोसँग खेल्दैछु। मेरो फोटो कहाँ उडेछ। त्यसपछि फेरि हामी टिकटकको लागि रेडी भयौँ, टिकटक बनाउनु। तर धेरै टेकिङकै बनायो, तर पोस्ट चाहिँ एउटा नि गर्नु यहाँ बनाएको वाला टिकटक। अनि बनाउँदै फेरि मेरो साथी पनि मसँग उफ्रिन आउन लाग्यो र उफ्रियो पनि त म चाहिँ लडेँ। त्यसपछि मलाई मेरो साथीहरूले बोरामा राखेर तान्यो, फेरि पनि लड्यौँ। एनिवे वी रियली ह्याड फन। अब चाहिँ हल्का नाचेको जस्तो पनि गर्नुपर्ने हुन्छ। रफ्तार से चल पड़ी जाते हुए राहों में हमसे अभी कह के गई। हमारा ये वक्त हमारा जो एक बार गया तो आए ना दोबारा, समझ लो जरा ये हवाओं का इशारा मेरे यारों। Thank you for watching the video.